जयन्तीको दिन सबैजनालाई हार्दिक बुद्ध जयन्ती दिनाछु। म भान्जा बौद्धमा बत्ती बाल्न जाउँ लागेको गाइस। अहिले बिहानको 5:05 गएको छ। ट्याक्क 12मा अगाडि तेल हाल्नु पर्यो गाइस। ₹2 घट्यो भने होइन हिजो बेलुका 12 बजीदेखि दिनु तेल हालेर हिँड्यो गाइस। हामी तेल हालेर हिँड्ने। ओहो बिहानको दृश्य कति राम्रो गाइस। हाम्रो यो चक्रपत्र शङ्ख पार्कको रोड दामी बनाएको छ है यहाँ पनि। जाडो भयो गाइस, जाडो भयो। ओहो पहिलाको टिपर आयो नि त यो पहिलाको टिपर गाइस। यहाँ पार्किङमा राख्नु पर्यो। टोपी त खतरा टोपी बम बोलीहरू त यहाँ पो आइपुगेछ त अघिको है। अनि आजको दिन त यहाँ अगाडिबाट छिर्नुपर्छ नि त बाबु। त्यस्तो हो नि त कुरा। यहाँ के हुँदो रहेछ ए चान्चुने पैसाको मेला रहेछ नि त यहाँ। पैसा साट्ने मेला कहाँ ए पैसा साट्ने मेला ओ फुलियामा। के को लाइन हो यो? पूजा गर्ने चाहिँ होला है। पूजा गर्ने लाइन रहेछ गाइस। खाली छ कि छैन माथि घर? माथि त खाली छ कि छैन कुन? ल हामी चाहिँ ट्याक्क 12मा यहाँबाट हिँड्न पऱ्यो माथि। माथि छ कि छैन भन्ने कुरा हो है। ओहो ओम हाउ बजार गुरु के मस्ती है। ओम माने के होला। यहाँबाट बौद्ध चाहिँ यस्तो देख्छ यार। यहाँ पूजा हुने होला। पूजा हुँदै रहेछ माथि जाने। लाइन छ आज हो। 2-3 लाइन 4-5 लाइन लाइनै लाइन। यस्तो रहेछ नि त आज ट्याक्क 12मा। ओहो बौद्धमा चाहिँ यस्तो खतरा सिन रहेछ गाइस यहाँबाट। ओहो कडा कडा बवाल छ। मैले त उस हेरेको कहाँ छ त्यो? मलाई एउटा बत्ती मिलाउनु पर्यो। सेजी घाँसी लगाएछ यहाँ त सेजी घाँसीलाई मान्छे कन्फ्युज रहेछ अझै। तिनवटा बालम गाइस।
मेरो साथीको यहाँ चाहिँ बालाम यहाँ चाहिँ गरम ल हामी चाहिँ बत्ती बालेर उयो यति अगाडि 9वटा कति दाइ? 180 लु हाम्रो ट्याक्सी कता हजुर ल हामी चाहिँ फाइनल्ली बत्ती सत्ती बालेर हिँड्यो गाइस म त यहाँभित्र बाल्ने भन्ने कुरा थियो ल क्या ब्रेक खिच्नु भयो भने आज ब्रेक खिच्नु भयो ल फर्क्यौँ गाइस फर्क्यौँ ल यहाँबाट होला नि बाटो अलिकति छोड्दिनु त बाटो खै आन्टीहरू ए ल भतिज यहाँ तन्की खिचिरहनु भएको छ क्या आउनु ओहो एक राउन्ड घुमाउँ न त ए 3 राउन्डै घुम्ने भयो ओहो बौद्धको नजारा यस्तो छ बिहानको लौ गाइज यहाँतिर पनि लाइन रहेछ है ल के को लाइन हो त्यो बबल टीको लाइन गाइज होइन पो रहेछ बत्तीकै पो रहेछ आमामा हो फाल भएछ आज परेवालाई है यत्रो छ आजको दिन त फाल भएछ आज त विशेष दिन हो सबैले अलिअलि लाउँछ भाइ भइहाल्छ नि है ल भोलि पर्छ फेरि यसरी लाउने मान्छे आउँदैन यही राख्छ खान्छ ओहो ठिक दिदीले एकदम राम्रो भन्नुभयो है हजुर ग्यास्ट्रिक छ हजुर ठिक छ धन्यवाद हजुर चिया खाम गाइस चिया खाम है बेन हजुर उता परतिर होला उता लाइनमा बाबु देऊ ल चियाको पारामा चिया खाइदिउँ सेतो एउटा हो गाइस हामी चाहिँ बत्ती सत्ती बालेर पनि यहाँ ट्याक्क पराउनु चिया खान आएको टी टाइम हजुर यसले चाहिँ खाँदैन यस्तो मान्छे हुँदो रहेछ है ल जिन्दगीमा गाइस भेनाजु सन्चै हुनुहुन्छ है तन्की भिडियो खिच्दै हुनुहुन्थ्यो कस्तो खिच्नु भएको नि राम्रो खिच्नु भएको छ है अहिले म चेक गर्छु नि अहिले म चेक गर्छु कस्तो रहेछ भिडियो
राडी साडी गलैँच सलैँच सबै रहेछ। बाजेको बिजनेस मलाई तर यो बाजे लगाएको जस्तो ज्याकेट चाहिँ लास्टै मनपर्छ हौ। बाजेले लाग्छ। ल आन्टीले त भित्रै स्कुटर ल्यायो, लौ दादाले त भित्रै बाइक ल्यायो नि त। यस्तो यस्तो पनि हुन्छ यार, हामी चाहिँ भित्र ल्याउनु दिँदैन होला भनेर बाहिरै राख्यो है बाबु। र हाम्रो दिदीले चाहिँ केटी चाहन्छन् मलाई डल्ला पिर्तना। कति भयो? अब यत्रो भिडभाडमा यहाँ चिन्ने मान्छे अहिले घरमा पुगेर सामाजिक सञ्जालमा हेर्दा ढ्याप झ्याप फोटो भिडियो देख्छ। अहिले चाहिँ यहाँ कोही पनि भेट्दैन चिन्ने मान्छे। ल कति बाले होला हौ। फुलको व्यापारहरू हो। लसो 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 हो। आमा मान्छे त कति हो जिन्दगीमा यस्तो पनि। आज बुद्ध जयन्ती हो क्या हो? ल यहाँ चाहिँ खतरा बनाएको छ ट्रेनले। बिहान बिहान व्यापारको क्रम पनि जारी रहेछ यहाँ झ्याप्प लाएर। बौद्ध गेटको अगाडिनिर चाहिँ यत्तिकै भिड रहेछ यहाँ ठ्याक्क। ल लसो बौद्ध। ल टाटा बाई बाई। ल फाइनली हामी चाहिँ गेट बाहिर निस्क्यो गाइस। ल अब हामी स्वयम्भूतर्फ जाने हो बिना चाहिँ जाने भन्ने कुरा छ। अब चाहिँ हामी स्वयम्भूतिर लाग्नु पर्यो गाइस। स्वयम्भू जाने हो त्यही पछाडिबाट बुद्ध पाइलामा त हो नि। ल उज्यालो पनि भइयो है। भगवान पाउ भगवान पाउनिर गएर भिडियो फोटो खिच्ने बत्ती बाल्ने। अहिले जाउँ न, बिहान त खाली खाली हुन्छ है। लगाएर हामी चाहिँ बौद्धमा बत्ती बालेर ट्याक्क पारामा पार्किङबाट निस्केको गाइस। अब चाहिँ हामी कहाँ जान्छौँ भने स्वयम्भू जान्छौँ। स्वयम्भूको पछाडिपट्टि भगवान पाउनिर। जाडो छ है बाबु कि छैन? सिरक ओढेर आउनुपर्ने, सिरक ल्याएर आउनुपर्ने छ। खतमै भएछ नि है बाबु। हिमाल देख्न पाइयो। सलाम छ ट्राफिक साथ। ल सानोखसी चोकमा आइपुग्दा पानी पो छिटाउनु थाल्यो त यार। स्वयम्भू नपुग्दै पानीले भिज्छ क्या हो। हुन त लेदरको ज्याकेट लगाएको छ मैले। मेरो लेदर बिग्रिनु भयो गाइस। तैँले के लाग्छ? डाइनोसोरको हो। त्यस्तो पनि हुन्छ डाइनोसोरको छालाको ज्याकेट लगाएको अरे मेरो भान्जा बाबु। बिजी मल गाइस, बिजी मल। ओहो यो ठाउँमा चाहिँ बिजी मात्र हुन्छ क्या अरे, त्यही भएर बिजी मल राखिएको छ क्या। तर यो त इन्डियाको बस पो रहेछ गाइस यो। आमा के हो? निलो बस। निलो बस। हामी चाहिँ अहिले ट्याक्कै हिँड्दा होइन गाइस, गुड्दै बालाजु चोकमा आएछ गाइस। हाम्रो ट्राफिक दाजुहरूले साँचो बोकेर हिँड्नु भएको त्यहाँ ट्याक्क। हामी चाहिँ गाइस यता नजाने यता जाने हो। हामी यता जाने हो गाइस, यता।
यहाँदेखि चाहिँ अलिक भिड रहेछ है अघि त्यतातिर खाली छ यहाँदेखि चाहिँ अलिक भिड रहेछ काठमाडौँको नौ तले धरर सरी गाइस लगायत हामी चाहिँ फाइनल्ली स्वयम्भूको पछाडिपट्टिको यो भगवान पाउ भन्ने ठाउँमा आइपुग्यो गाइस ल कस्तो रहेछ यहाँ चाहिँ ओ आजको माहौल त यस्तो रहेछ नि त तर बाइक कहाँ राख्ने भयो बाइक पार्किङ कहाँ गर्ने भयो बाइक पार्किङ त गर्नु पर्यो गाइस फेरि ट्राफिकले ताला लाउन आउने हो कि हुन त यत्रो बाइक छ कुन चाहिँले ताला लाउने आजको दिन त अलिक छुट होला आज अलिकति छुट होला कि भन्ने आश छ फाइनली हामी चाहिँ अहिले यहाँ स्वयम्भू पछाडिको भगवान पाउ भन्ने ठाउँमा आइपुग्यो ओम हा हुँ वज्र गुरु प्रेममा सिद्धि हों ओङसेलामा यहाँ थौसेलामा यहाँ ओङसेला है बाबु मेरो भान्जा बाबु हेर मेरो भान्जा बाबु मलाई ड्राइगनको ज्याकेट रे यो मामाको लेदरको ज्याकेट छ भने ड्राइगनको ज्याकेट छ पार्किङ गर्न आएको ए मोबाइल लग्ला नि फेरि मोबाइल लग्ला फेरि यार हो अब टुकुर 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 हिँड्दो रहेछ ल गाइस फाइनली म गोप्रोबाट भिडियो बनाउँदैछु अब चाहिँ खै जाउँ भित्र जाउँ भित्र खोइ दिदीहरू कहाँ गयो यार गइसक्यो क्या ऊ त म त अलपत्र परेँ त म हराएँ गाइस म हराएँ त ए माथि पुगिदियो त्यहाँ पुगिसकेको छ त्यतिखेर म खोजेर बसेको म त हराएर बसेछु त खोज्दाको हैरान ल आसँग बत्ती मागे है ल गोर्गी लगादे एउटै हो अलग अलग अब यो त लिइसक्यो फेरि के गर्ने त फेरि है ल बत्ती ओम हा हुँ वज्र गुरु प्रेम सिद्धि हों ओम हा हुँ वज्र गुरु प्रेम सिद्धि हों ओम माने प्रेम हों ल ल स्वयम्भूको भगवान पाउनेर चाहिँ यस्तो चहल पहल छ गाइस आज बुद्ध जयन्तीको दिन हे धर्म हे प्रबन्धन यसो अमरानी जोरनी हे धर्म हे प्रबन्धन अलि यता हे धर्म हे प्रबन्धन यसो हे धर्म हे प्रबन्धन यसो हे धर्म हे प्रबन्धन यसो तामाङ लाउने तामाङ गरे हामी तामाङ लु 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 दाइ नि जरी याङ दाला ए ल लसु यता आउनुहोस् ल ल लसो आसँग निजे है ल ल दन्स्याको
ल गाइज हामी फेरि आज स्वयम्भूमा पनि बत्ती बालेर अब फर्किन लागेको फेरि त्यहाँ कफी चाहिँ हान्नुपर्छ जस्तो लाग्यो मलाई कसो लसो यहाँ चाहिँ के रहेछ त्यस्तो रहेछ नि त हामी यहाँबाट फर्केको सरी लु धाराको पानी पार्किङ त यहाँ सही थियो नि के छैन ठाउँ ल रोटी गाइज रोटी हामीलाई ब्ल्याक कफी पनि छ है दिदी यस्तो हालेर क्या यी हजुर ल बनाइदिनु न कतिवटा तीनटा भित्रै सिट डाउन प्लिज गरौँ है कि बाहिरै बसौँ होला चिनी पनि हालिदिनु चिनी हामीलाई स्पेसल पर्दैन ट्यागको पायो यो घोलिदिनु न चिया बनाउनु मिसिन लाउनु पर्दैन ल ल गाइज हामी चाहिँ ट्यागका बारेमा चिया खान कफी खान बसेको यहाँ हाम्रो दिदीको होटलमा चिया खान कफी खान हाम्रो भेनाजु चाहिँ यहाँ हुन्छ हेलो हेलो मासुको झोल राख्ने जम्मन त डन्सी बाबुला ए तेरिका कस्तो नाक हो यस्तो खै गाई मेरो बाबुको नाक चाहिँ झन् ड्यामेज भएको भर्खर है गाइज बाइक निकालेर जमाइ गाइज बाइक यो कसको बाइक हो फेरि यसलाई अलिकति सार्नु पर्यो उ यहाँ निस्किँदैन नि त यति त सारिदिनु पर्यो सेते ओहो सेते लौ मेरो माया कल बग्ने धाराको पानी ल गाइज हामी चाहिँ अब ड्यागका बारेमा यो भगवानको पाउबाट बत्ती बालेर हिँडेको गाइज अब लगभग आज बिहानको मेरो यो सनु भ्लग यति नै होला सायद आज ल गाइज आजलाई यति नै गाइज आज बुद्ध जयन्तीको दिन बिहानको भ्लग यति नै अब कपारामा ल लास्टमा अब टाटा बाई बाई भन्नुभन्दा अगाडि आज बुद्ध जयन्तीको दिन सबैजनालाई ह्याप्पी बुद्ध जयन्ती ल सबैको दिन शुभ रहोस् आज ल टाटा बाई बाई गाइस